नमस्ते सबैलाई। म हजुरहरूले भिडियो देखाउँछु। हिजो हाम्रो नेपालमा जुन सांसद भवन पार्लिमेन्टमा त्यहाँको सांसदहरू के कस्ता हरकतहरू गरिरहेथे। अब त्यो ठाउँमा जुन ठाउँमा कानुन बनाउने ठाउँमा अब सांसदहरूले जुन जिम्मेवार भएको मान्छेहरूले त्यस्तो व्यवहार गरेपछि बाँकी जनताले के सोच्छ। अब यसको बारेमा पीएम बालेन शाहले अभिव्यक्ति दिनुभएको छ। त्यसको बारेमा सत्य तथ्य के हो त्यसको बारेमा बुझ्नु जरुरी छ। यतिकै सबैले विरोध गरेर मात्रै हुँदैन। अब त्यसको बारेमा सत्य तथ्य छानबिन गर्नुपर्छ। अनि बाँकी अब यो एउटा कुरा के हुन्छ भने जुनसुकै कुरामा पनि विरोध भइरहेको हुन्छ। अब यो सरकार बालेनको सरकार छ। यदि बालेन सरकारले यो देशलाई बनाउन सक्दैन भने कुनै पनि पार्टीले, जति पनि पार्टीहरू हाम्रो नेपालमा अहिले छन्, कुनै पनि पार्टीले यो देशलाई अगाडि बढाउन सक्दैन। कुनै पनि पार्टी यदि यो बालेन सरकारले बनाउन सक्दैन भने, राम्रो गर्न सक्दैन भने कुनै पनि पार्टीको मान्छे मै गर्छु भनेर आए पनि कसैले सक्दैन। यतिका वर्ष 36 वर्ष कसैले यसको बारेमा कसैले बोल्न पनि सकेन। तर आज किनकि बालेनले सोचेर बोल्यो होला, केही न केही छ। उसले आफै भनिरहेछ कि म प्रधानमन्त्री भइसकेपछि थाहा पाएको। उसले आफै पहिले नै भनेछन् कि म प्रधानमन्त्री भइसकेपछि बल्ल थाहा पाएको कि यस्तो यस्तो भएको। भारतले पनि यता मिचेछ, नेपालले पनि यता मिचेछ भने प्रधानमन्त्री भइसकेपछि थाहा भएको भनेर उसले पहिले नै स्पष्ट रूपमा भनिरहेछ। तर वास्तवमा त्यहाँको सांसदले बुझ्नुपर्छ विरोध गर्ने पनि अलिकति शैली हुन्छ। अब हेर्नु त त्यहाँ फाइटिङ चलेछ, के चलेछ, लेडिज मान्छेले त्यहाँ उफ्रिरहेछन्, फाइटिङ गरिरहेछन्। यस्तो तरिकाले त हाम्रो देश कहिले पनि बन्दैन। पहिलेको पनि माओवादी हो, एमाले भयो, होइन, एमाले भयो अनि काङ्ग्रेस भयो। कसैले पनि बोल्न पनि सकेन। तर आज यो बोल्दाखेरि अलरेडी सबै मान्छेले एउटा विरोध गर्ने रिजन खोजिरहेको हुन्छ। तर एउटा कुराले गर्दाखेरि अब पुरै मान्छेले विरोध गरिरहेछन्। त्यसैले सबैले साथ दिनुपर्छ। के हो कस्तो हो छानबिन गर्नुपर्छ, सबैतिर बुझ्नुपर्छ। पीएम बालेनले त त्यतिकै त बोलेको छैनन् होला, केही न केही त्यसको तथ्य प्रमाण देखेर नै बोले होला। त्यसैले हामीले सबैले अलिकति धैर्यतापूर्वक बस्नुपर्छ। यति उफ्रिने गाली मान्छेले त रिजन चाहियो, विरोध गर्नलाई रिजन चाहियो। हाम्रो देश बन्न नचाहने मान्छे धेरै छन् कि नेपाल सरकारलाई नेपाललाई राम्रो बनाउने, विकास गर्ने मान्छे, विकास हुन्छ भन्ने मान्छे, विरोध गर्ने मान्छे धेरै छन्। त्यसैले हाम्रो नेपाललाई विकसित गराउने प्रति बालेन सरकारले लक्ष्य लिएको छ। उसले देशको लागि कहिले पनि गद्दार गर्दैन। त्यसैले यो प्रधानमन्त्री त्यसैले उसको जीवनमा सबैले साथ सपोर्ट गर्नुपर्छ। अहिले जुन पार्टीहरू विरोध गर्न अलिकति केही रिजन पायो विरोध, अलिकति केही रिजन पायो कसरी हुन्छ। अर्को पार्टी जुनसुकै पार्टी हाम्रो लाइफ त यतिकै गइसक्यो। तर आउने पुस्ताले पनि जुनसुकै पार्टीले बनाउन सक्दैन। अहिलेको जुन स्वतन्त्र पार्टी छ, राष्ट्रिय स्वतन्त्र पार्टी छ, बनाउँछ भने यो बालेन सरकारले बनाउँछ, कुनै पनि सरकारले बनाउन सक्दैन। पहिले पनि माओवादी, एमाले, काङ्ग्रेस हेरेकै हो। अहिले श्रम संस्कृति पार्टी पनि आएको छ। यो त कुनै हालतमै सक्दैन। यो केही पनि होइन, यो गफ मात्रै हो, केही पनि गर्दैन। त्यसैले सबैले हामीले साथ दिनुपर्छ। बालेन सरकारले नेपाललाई राम्रो विकसित बनाउनु सबैले साथ दिनुपर्छ। त्यसैले